हाम्रो हेलो गाइज, आज हामी चोकतिर जाँदैछौँ है। यता साथी र म आजको वेदर यस्तो राम्रो छ नि, तर घामले फेरि घाम यस्तो चर्को लागेको छ नि होइन, आमा देख्न सक्नुहुन्छ। अब हेरौँ कस्तो हुन्छ है। देखो गाइज, इटरीको नम्बर 1 नै खासै फरक पर्दैन। गेटमा सेन्सर, बजेटमा घर मात्रै हो, जग्गा त्यस्तै छ। यहाँको डिजाइन त्यस्तै छ। रम्फू चोकको उत्तर, यसलाई उत्तरै भन्छ कि दक्षिण भन्छ कता के भन्छ। भ्यू चाहिँ बबाल छ, तर लास्टै घाम लागिरहेको छ क्या। अलिक शीतल भएको भए चाहिँ खतरा हुन्थ्यो है। यहाँ डम्फू चोकसम्म चाहिँ हामी हिँड्दै गएको। अब यहाँबाट उता चाहिँ अब हिँड्दै त कहाँ सक्नु होइन, यस्तो घाममा पुरै यहाँ राउन्ड खेल्ने अनि मात्रै सफारीमा जाने हो। यहाँसम्म चाहिँ हामी हिँड्दै आएको, किनकि अब खुट्टाको पनि एक्सर्साइज हो नि त होइन। ल ठिक छ। आजको वेदर पनि दामी छ। यो चाहिँ श्री पूर्वी प्रितना हेडक्वार्टर हो गाइज। आवाज चलिरहेको छ। गाइज हामी चाहिँ सफारीबाट उत्रेर हाम्रो कामतर्फ लाग्दैछौँ है। यो गर्मी हेर्दा त खासै मलाई केही बोल्नु मन छैन। त्यही भएर अब अहिले यति नै। गाइज हाम्रो काम पनि सक्यो है। अब यस्तो घाम छ नि त, अब धेरै भिडियो पनि नबनाउने, टाउको त्यही हो, हेर्दै गर्नु होला। उपरलाई हेरिहाल्छ। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब हाल्न नभुल्नु होला। आजलाई यति नै, बाई बाई।